ठ्याक्कै यो हाम्रो कार्यक्रममा एटेन्ड हुन आएको छु। छोरी हिजोस्ति भन्दा आज चाहिँ मैले अलिकति भिडभाड राम्रै देखेँ। धेरै रमाइलो भयो। रमाइलो भयो यसो लिएँ मैले अस्ति आएको थिएँ मैले। मेरो भाइहरू रमाइलो भयो। खुर्सानी खाने प्रतियोगिता सुन्दाखेरि अलि अचम्म पनि लाग्न सक्छ। यहाँ अबको कार्यक्रम खुर्सानी खाने प्रतियोगिता रहेको छ। यो कार्यक्रमको आयोजना यो कार्यक्रमको आयोजना ब्रिज इन्टरनेसनल धुलाबारीले गरेको छ। र यहाँ जम्मा सहभागी केही सदस्यहरूको नामावली आएको छ। म नाम यहाँ प्रस्तुत गर्नेछु। उहाँहरू यो अगाडि स्टेजमा नाम रहेको छ र यो प्रतियोगितात्मक कार्यक्रमको धुलाबारीले गरेको हुँदा त्यो 15 जनाकै नामावली म यहाँ प्रस्तुत गर्नेछु। उहाँहरू क्रमशः अगाडि आइदिनु होला। लीना श्रेष्ठ, स्मृति धिमाल, त्यसै गरी हिमा पराजुली। लीना श्रेष्ठ नाम लिँदा छ त होइन? दिवस विष्ट केमा लीना जानी खाने हामी यहाँ होटिङ गर्छौँ। अंकित राजवंशी सुरु हुने लाग्यो हो। चरण थापा, सरिता किसान, सुस्मी किसान, रेवन्त श्रेष्ठ। आज एकदमै भिड छ। अन्तिम दिन पनि हो, स्याटरडे। राम्रो छ। यो मरी खानु भएको हाम्रो नेवारी आइटम हो। कस्तो लाग्यो तपाईँलाई? यो मरी तपाईँले यो केमा खानुभयो? के अरे खुवावाला खानुभयो कि यसको पनि दुईवटा परिकार? एउटा यो चाकुवाला खुवाको पनि पाइन्छ। यो मरी खास विशेष त चाकुकै हो, खुवाको पनि पाइन्छ। निहा गुरुङ, मैले 15 जनाकै नाम भने। खुर्सानी कम्पिटिसन उहाँहरू 15 जना संजोग यहाँ अगाडि आइदिनु होला। 15 जना नै अगाडि आइदिनु होला। मैले अहिले नाम पनि प्रस्तुत गरिसकेको छु। र यो प्रतियोगितात्मक कार्यक्रमको केही आचार संहिता रहेको छ, केही नियमहरू रहेको छ। यो कार्यक्रम सुरु हुनुभन्दा अगाडि म यो हजुरलाई खाली छ। आज तपाईँहरू 4वटा कलेज कम्पिटिसनमा भाग लिनु भएको छ है। अब विषय के ड्रेस हो? धनबाद ड्रेस। ओहो दामी। छापीलेखन जारी छ। यदि कोही इच्छुक हुनुहुन्छ भने नाम टिकट गर्न सक्नुहुनेछ।
नन्दा करिडोर है भरे सर्च गर्नु मेरो देखिहालिन्छ ए सधैँ हुन्छ हजुर भर्खरै आएको अर्को एकजना रेखा मगर उता फर्केर नाच्छ कि यता फर्केर नाच्छ हो हाम्रो शिविर पुरै चलिरहेको छ अलि आउँछु पनि चेक गर्नु भूमिका हामी जस्तो मान्छेहरू बुद्ध जन्मेको एउटा देश शान्तिप्रिय मान्छेहरू हामी साँच्चै हुने भने त बुद्धको पञ्चशीलताका हो हाम्रो देश चलाउने नीति निर्माण गर्ने ठाउँ होइन त्यसले गर्दा त्यो कहाँ बुझ्यौँ त हामीले होइन तपाईँको सर्वोच्च अदालत हेर्नुहोस् हो त्यहाँ करप्सन थियो होला सिस्टम गलत थियो होला मान्छे गलत थियो होला तर त्यो सर्वोच्च अदालत भनेको त हाम्रो न्यायपालिका होइन हाम्रो शिर होइन तर हामीले के गर्यौँ कति मजाले डराइदियौँ ताली बजायौँ आज पुरा दुईवटा गीतमा पुरा डिबेट गरिरहेछौँ तर केमा सोसल साइटमा हेर्नुहोस् कति विडम्बना छ त्यही डिबेट आज यसरी गरौँ न यसरी जनतालाई राखेर गर्ने हो नि किन ढाँट्ने किन भ्रम छर्ने यसरी जनतालाई राखेर मस्त डिबेट गर्ने हो नि म देशमा आएँ भने मैले देशको नेतृत्व गरेँ भने म यो देशलाई के गर्छु त भन्ने कुरा त मैले यसरी ओपनली भन्ने होइन र भने लुकेर भन्नुपर्छ सोसियल साइटमा गएर भन्नुपर्छ गणतन्त्रको लागि सबैभन्दा भूमिका निर्वाह गर्ने एउटा मान्छे को तर्फबाट अनुज दाहाल सरलाई मैले आमन्त्रण गरेँ र वितरणका लागि प्रमुख अतिथिलाई अनुरोध गर्दछु त्यस्तै गरेर धुलाबारी हस्पिटालिटी सोसाइटी क्लब धुलाबारी मेचेज्यूलाई पनि मञ्चमा आएर आफ्नो प्रशंसा पत्र ग्रहण गरिदिनु न राम्रो नाच्यो मेरो बहिनीले र यस क्षेत्रका नन्दा कोरिडोर मात्रै होइन यो आयोजक साथीहरूले मलाई साँच्चै नै बोलाएर सम्झेर आज यहाँ उभिएर तपाईँहरूको माझमा यो चाहिँ रैथाने चाहिँ महोत्सवमा चाहिँ यो उभिएर बोल्नेदेखि लिएर यहाँ सामेल हुने यो अवसर दिनुभयो त्यसको लागि हृदयदेखि सहृदय आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र फेरि पनि तपाईँहरू सबैलाई जसले यो कार्यक्रम सफल बनाउनको लागि आफ्नो क्षेत्रबाट योगदान गर्नुभयो सहयोग गर्नुभयो त्यो सबै निकाय संस्था व्यक्ति सबैलाई मेरो आफ्नो व्यक्तिगत तर्फबाट हृदयदेखि नै चाहिँ हार्दिक आभार धन्यवाद व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्न चाहन्छु धन्यवाद नमस्कार प्रमुख अतिथिज्यूको आगमन भएकोले गर्दा हाम्रो वाचन प्रतियोगिता केही ढिलो हुन गएको छ त्यसको लागि म कार्यक्रम संयोजकको हैसियतले क्षमा प्रार्थी छु अब हाम्रो यो खेल तुरुन्तै चालु हुने पनि म जानकारी गराउन चाहन्छु के खेल हुँदैछ अहिले पाक्छन् ए म लागे एकछिन कामै पऱ्यो म लागे पनि किरण प्रभात हजुर दाइ ए ठिक छ दाइ भर्खर आउनु दाइ एकचोटि हात यसो दाइ मेरो क्यामेरा
ल नानीहरू ल नन्दा ल नन्दा करिडोर पोस्ट गर्नु कि सर्च गर्नु युट्युबमा आइहाल्छ